साथीहरु सबैलाई नमस्कार। अब हामी माटो नेपालमा 5 प्रकारको माटो पाइन्छ है। यसलाई हामी सूत्रद्वारा सजिलो तरिकाले सम्झिन सक्छौं। सूत्रमा तपाईलाई पात बराही भनेर तपाई सूत्र सम्झिन सक्नुहुन्छ। पात बराही है। नेपालमा पाइने माटोलाई हामी 5 प्रकारको माटोलाई सूत्र चाहिँ के सम्झिन सक्छौं भनेपछि पात बराही भनेर सम्झिनु होला। पाबाट पागो माटो, पागो माटो, तबाट तलैया माटो, तलैया माटो, बबाट बलौटे माटो, बलौटे माटो, राबाट रातो फुस्रो माटो, रातो फुस्रो माटो, अनि हिबाट हिमाली माटो, हिमाली माटो भनेर तपाई सम्झिन सक्नुहुन्छ। यो पात बराही भनेर सम्झिनु भयो भने यो तपाईले सम्झिन सजिलो भइहाल्छ। नेपालमा 5 प्रकारको माटो पाइन्छ। पाबाट पागो माटो, तबाट तलैया माटो, बबाट बलौटे माटो, राबाट रातो माटो र हिबाट के त हिमाली माटो भनेर तपाई सम्झिन सक्नुहुन्छ। पागो माटो भनेको के हो है? पागो माटो भनेको नदी नालाले बगाएर ल्याएका झारपात कुहिएर मिलेका माटोलाई के भनिन्छ? पागो माटो भनिन्छ। तपाईले यो रिटन पेपरमा जेनरली आउँदाखेरि तपाई यसरी अलिकति लेख्नु पर्ने हुन्छ। पागो माटोमा के त नदी नालाले बगाएर ल्याएका झारपात कुहिएर मिलेर बग्नेका माटोलाई के भनिन्छ? पागो माटो भनिन्छ। यो खेतीबालीको लागि उपयुक्त मानिन्छ भनेर तपाईले लेख्न सक्नुहुन्छ। अनि तबाट के? तलैया माटो, ताल सुकेर बनेको माटोलाई तलैया माटो भनिन्छ। यो अन्न उत्पादनको लागि सबभन्दा महत्त्वपूर्ण मानिएको माटो हो है। राबाट अनि तपाईले दुईटा कुरा जानिसक्नुभयो, पागो माटो, तलैया माटो। अब बलौटे माटो, बलौटे माटो भनेको बालुवाको कणयुक्त मिश्रित माटोलाई के भनिन्छ? बलौटे माटो भनिन्छ। यो त सुर्ती उत्पादनको लागि उपयुक्त मानिन्छ। अब त्यसपछि तपाईले यो रातो फुस्रो माटो, यो ऋतु अपेक्षबाट टुक्रिएका धुलाका राता कणयुक्त मिश्रित माटोलाई के भनिन्छ? रातो फुस्रो माटो भनिन्छ। यो चुरे क्षेत्रतिर प्राय पाइने माटो हो। हिबाट हिमाली माटो भनेपछि हिमाली माटो के त यो हिमाली क्षेत्रमा पाइने माटो चाहिँ हिमाली माटो हो भनेर तपाईले यो यसरी अलिअलि लेख्न सक्नुहुन्छ। नेपालमा पाइने 5 प्रकारको माटोको हामी कुन कुन हो? पात बराही सूत्रबाट सम्झिन सक्नुहुन्छ। पागो माटो, अनि पाबाट के त पागो माटो, तबाट के त तलैया माटो, बबाट के त बलौटे माटो, राबाट के त रातो फुस्रो माटो, हिबाट के त हिमाली माटो। अलिअलि हामी त तपाईलाई यो के गरेका छौँ त डिफिनेसन पनि भनिदिएका छौँ। यो रिटनमा आयो भने त्यो डिफिनेसन सहित जानु होला। अनि यो अब्जेक्टिभमा आयो भने तपाईले कसरी क्वेसन आउँछ अलिकति जानु है। यो अन्न उत्पादनको लागि सबभन्दा बढी महत्त्वपूर्ण मानिएको माटो कुन हो भनेर अप्सन दियो भने पागो माटो, तलैया माटो, बलौटे माटो, रातो फुस्रो माटो भने तपाईले केमा लाउनुहुन्छ? यो तलैयामा लाउनुहुन्छ है। सबभन्दा महत्त्वपूर्ण, सबभन्दा बढी उत्पादन भएको, यदि तपाईलाई सबभन्दा महत्त्वपूर्णमा तलैया आयो। अब उत्पादनको दृष्टिकोणले नेपालमा सबभन्दा बढी उत्पादन भएको माटो चाहिँ कुन हो भनेर क्वेसन आयो भने फेरि तपाईले केमा लाउनु पर्ने हुन्छ? पागो माटो, किनभने उत्पादन चाहिँ पागोमा भएको छ। किनभने काठमाडौँ उपत्यकामा पाइने माटो तलैया माटो, अब त्यहाँ उत्पादनै हुँदैन भनेपछि के भयो त? त्यो उत्पादन त गर्न सक्ने क्षमता चाहिँ छ। क्षमताको दृष्टिकोणले तलैया हो, तर उत्पादन भएको दृष्टिकोणले कुन हो त? पागो माटो हो। तपाईँ फेरि स्पष्ट बुझ्नुहोस् है। सबभन्दा बढी अन्न उत्पादन गर्न सक्ने माटो, क्षमता भएको माटो कुन हो भनेर क्वेसन आयो भने त्यो तलैया हुन्छ। र सबभन्दा बढी अन्न उत्पादन भएको माटो कुन हो भनेर क्वेसन आयो भने त्यो चाहिँ पागो माटो हुन्छ। यति चाहिँ तपाईहरु पक्कै बुझ्नु भयो होला। हस् त, धन्यवाद।